हेलो हेलो गुड आफ्टरनुन साथीहरू। म आज एउटा सानो भ्लग लिएर तपाईहरु माझ उपस्थित हुन खोजिरहेको छु। फर्स्ट भ्लग हो, के कस्तो हुन्छ, कमी कमजोरीहरूलाई मध्यनजर गरेर लाइक कमेन्ट सेयर गरेर सपोर्ट गर्नु होला है त। म आज इन्डियाको मेघालय भन्ने ठाउँबाट तपाईहरुलाई यो भिडियो मार्फत देखाउन गइरहेको छु। यो प्रकृतिले एकदम सुन्दरता राम्रो एकदम स्वच्छ आनन्द वातावरण भएको ठाउँ रहेछ। हेर्दा पनि कति आनन्द, हेर्नु न, आनन्द आउने ठाउँ जस्तै स्वर्ग जस्तो हाम्रो नेपालको मनाङ मुस्ताङ जस्तो ठाउँ रहेछ। हामी होला यति बेला दिनको बेलामा घुम्न गइरहेको छु। यो पछाडिको रुखहरू चाहिँ यता के भन्छन्, तमुलको हो। तमुल भन्नाले लाइक सुपारी जस्तै। हेर्नु न, छेउछाउमा पानी पँधेरोहरू धारोहरू, कति आनन्द लाग्ने बाटो। हामी सन्डेको दिन आज साथीहरूसँग मार्केट भन्नाले पनि एउटा सानो ठाउँ लाग्छ। यो चाहिँ रहेको आसाम भन्दा अलि अगाडि, गएको भन्दा पनि अलि अगाडि ठाउँ पर्छ। यहाँको रिङ्डो, यो ठाउँको नाम रिङ्डो हो। हेर्नु न कति राम्रो, कति हरियाली। हामी यताबाट हिँड्दा हिँड्दै आएको हो। यो पछाडि यो म देखाइरहेको छु तपाईँहरूलाई। यो बाटो घुम्दा घुम्दै हामी यसरी आएका थियौँ। हेर्नु न, देखिरह होला तपाईँहरूलाई यो कति आनन्द, कति स्वच्छ र आनन्द। यो हेर, जङ्गलको बिचमा कति स्वच्छ वातावरणको बिचमा यो घर कति राम्रो, एकदम अपार कोठी टाइपको घर बनाएको छ। यो सँगैको यो मन्दिर हो, तर यो मन्दिरको नाम चाहिँ मलाई थाहा छैन। अब हामी यो मार्केटभित्र, सानो गाउँको मार्केटभित्र पस्यौँ है। यहाँबाट हिँड्दा हिँड्दै गाउँको बिचमा कति आनन्द, कति रमाइलो ठाउँ। हेर न, अगाडि कति सुन्दर, कति राम्रो लाग्छ। मान्छेहरू एकदम स्वच्छ प्राकृतिक वातावरणमा, जो कुनै किसिमको यहाँ छैन, के भन्छन् तपाईँको भन्ने कुराहरू केही छैन। स्वच्छ आनन्द। हिँड्दा हिँड्दै मान्छेहरू, यो शनिबारको दिन यहाँ मेला लाग्ने हुनाले सब मान्छेहरू यो मेलामा गइरहेछन्। यो बाटो अलि अगाडि हिँड्यौँ, अलि अगाडि पछि फेरि बाइकमा चढेर एकजनासँग लिफ्ट मागेर हामीहरू गएको थियौँ, लिफ्ट मागेर है। यो तपाईँहरूलाई देखाइरहेको छु। यो बाटो, यो छेउछाउ, यो प्रकृति, यो आनन्द लाग्दो। यो मान्छेहरू यसरी हिँडेर गइरहेछन्। यहाँ चाहिँ आफ्नै व्यवस्था आफ्नै हो, आफ्नै हिँड्ने तरिका, आफ्नै रहनसहन, आफ्नै वेशभूषा छ है। यहाँ प्रायः जस्तो दुईवटा जातको मान्छेहरू बस्छ, खसिया र गारो होइन। यिनीहरूको दुईवटा जात। यो यिनीहरू प्रायः जस्तो क्रिस्चियन नै हुन्छन्। यो बाइकमा म तपाईँहरूलाई देखाइरहेको छु। यहाँ मान्छेहरू यहाँ छ। यो ल, अब यो शनिबारको हाट भन्छ हाम्रो नेपालीमा, त हाट लाग्ने ठाउँ हो है। यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। देखो सभी मेरे इंडियन मित्रों, साथियों, ये मेघालय का जगह है। आप लोगों को मैं यहाँ का रहन सहन, यहाँ का प्रकृति, यहाँ का सुंदरता दिखाने की कोशिश कर रहा हूँ। आपको अच्छा लगेगा। ये देखो, यो मेला लाग्ने ठाउँ हो। यहाँ गाडी हाट बजारहरू लागिरहेको छ। यो मान्छेहरू यहाँ आएका छन् शनिबारको दिनमा। प्रायः जस्तो हर हप्ता शनिबारमा यहाँ मेला लाग्ने रहेछ। यो हेर्न सक्नुहुन्छ तपाईँहरू है। कति आनन्दसँग मान्छेहरू, यो गाडीहरू सबै लिएर यो रोकिरहेको छ यहाँ पार्किङमा। यहाँबाट यो हेर, तल प्ले ग्राउन्ड पनि छ, फुटबल प्ले ग्राउन्ड। अहिले एकछिनमा तपाईँले देख्नु सक्नुहुन्छ है त। यो ल, यहाँबाट म यहाँबाट तल जाँदैछु। तपाईँहरूलाई यहाँको, अब म यहाँको बजार देखाउन
गइरहेको छु। यो कस्तो छ यहाँको बजारहरू, यहाँको सामानहरू के छ, कस्तो कस्तो छ। यो बस्ने मुढाहरू यसरी राखेर खुल्लामा बेचिरहेछन्। यो हेर, यो दोकानहरू, यसमा सानो सानो हेर न बच्चाहरू यस्तो झोला बोकेर, कस्तो पहाडको जस्तो है, एकदम सेम टु सेम, कति पनि फरक छैन। यहाँ हेर न मान्छेहरू, सानो बच्चाहरू यो सामान यस्तो पिठ लाएर यसरी बेच्छन्। यो मिठाईको दोकान हो, जलेबीहरू मिठाईहरू खाइरहेछन्। अरू यो हेर, यो सब्जी मन्डी तरकारीहरू देखाइरहेको छु। यो पनि एउटा अर्को उसको दोकान छ। अनि हामीले यहाँनिरबाट हामीले साग तरकारीहरू लिएको थियो आफ्नो लागि। यो इन्स्टल यो दोकानबाट लिएको थियो। कस्तो लागिरहेको, तपाईँहरूलाई राम्रो लागिरहेको होला। यहाँ अब यो साग तरकारीहरू चाहिँ अहिले यहाँ महँगो रहेछ, तर यहाँ प्रायः जस्तो अर्ग्यानिक साग तरकारीहरू नै बढी यहाँको लोकल मान्छेहरूले बढी युज गर्छ। यो तब प्याज अनि अरू कुराहरू चाहिँ लिइरहेछन् है। यो भानबाट यहाँबाट तल यहाँ चाहिँ यो लुगा कपडा अनि अरू सामानहरूको दोकान तलतिर छ है। यो यहाँबाट यो अगाडि यो मसँग काम गर्ने मान्छे हिँडेर अगाडि अब यहाँबाट मान्छे यो हेर न कस्तो अनौठो ठाउँ, कस्तो राम्रो है, नयाँ। हेर्नु न यसरी खुल्लामा सामानहरू यसरी राखेर बेचिरहेछन्। देखिरह होला तपाईँलाई, आनन्द लागिरह होला। ये देखो सारे मेरे दोस्तों, कैसा लग रहा है आपको? अच्छा लग रहा होगा। यहाँबाट यो दोकानहरू, यो कपडाको दोकान, यहाँको लोकल मान्छे एउटा हाम्रो कम्पनीमा आइरहेको छ, मामाको दोकान, मामा भन्छन्, त्यो मान्छेको दोकान हो। यहाँ हेर्नु न, यहाँ मान्छेहरू बेचिरहनु। यो चाहिँ एक प्रकारको बिडी सिगरेट जस्तै हो। यहाँको लोकल चिज योबाट यिनीहरू पत्तामा भरेर कागज पेपरमा बिडी पिउँछन्। यो दोकान है, बच्चाहरू पिठमा झोला बोकेर लागिरह होला तपाईँलाई। एकदम पुरा गाउँको फिलिङ आइरह होला, भाइब दिइरह होला है। हो राम्रो लागिरह होला है। हेर्नु न यो बजार, यहाँबाट पछाडिबाट आएको। म बिस्तारै तलतिर गइरहेको छु। तलतिर फुटबल म्याच चलिरहेछ, देखाउँछु है त। लगभग प्रायः जस्तो सबै पाउँछ। नर्मल मान्छेहरूको लागि हो, त्यस्तो हाइफाई महँगो त्यस्तो ब्रान्डिङ चाहिँ छैन, तर आफ्नो लागि चाहिँ राम्रो छ है। यो भिडियो चाहिँ अलि मिस्टेक भएको छ। मैले फर्स्ट यो भ्लग हुनाले मैले राम्रोसँग यसलाई दिन सकेको छैन, त्यसका लागि माफ गर्नु होला। अगाडिबाट म कोसिस गर्नेछु, राम्रो बनाउने प्रयास गर्नेछु है त। यो कहिले कसैमा सानो देखाइरहेको, कहिले ठुलो देखाइरहेछ, अलि मिस्टेक छ। यो हेर, यो भलिबल ग्राउन्ड हो। यहाँ मान्छेहरू सबै मान्छेहरू, तर यहाँ भलिबललाई चाहिँ बढी प्राथमिकता दिने रहेछन् बढी, किन भन्दाखेरि यहाँको मान्छेहरूले बुझ्ने, हेर्ने, खेल्ने भनेको चाहिँ भलिबलै छ। पहाडी इलाका भयो भने भलिबललाई चाहिँ बढी रहेछन् है। म्याच चलिरहेको थियो, साना बच्चाहरूको म्याच थियो। यसपछिको म्याच चाहिँ ठुलो मान्छेहरूको हुन्छ भनेर हामीलाई बताइरहेको हुनुहुन्थ्यो। यसपछिको म्याच चाहिँ ठुलो मान्छेहरूको है। यहाँ मान्छेहरू हेरेर आनन्द गरिरहनु, अनि सँगै अनि कति आनन्द मौसम, सिमसिमी हल्का सिमसिमी पानी पनि परिरहेको थियो। एकदम चिसो मौसम हुन्छ है यो अगस्तको महिनामा पनि। अरू ठाउँमा चाहिँ गर्मी हुन्छ आसामतिर, यो चाहिँ मेघालय ठाउँमा पर्छ, रिङटो साइडमा।
त्यही भएर यहाँ चाहिँ गर्छ नि हामीले यो म्याच हेरिसक्यौँ। अब यो म्याच गेम स्याम सकिएर अनि यहाँ साँझतिर हामी यहाँबाट फर्किने बेलाको है। यहाँबाट सामान लिएर घुमेर मेलापात गरेर आई थिङ्क 3-4 घन्टा हामी यता स्टे गऱ्यो होला। यहाँ बसेर हेरेर आनन्द गरेर हेर्नु न साँझको त अरू झन् राम्रो आनन्द लागिरहेको। मान्छेहरू अब त मेला सकियो, मान्छेहरू लगभग भिड कम भइसक्यो मान्छेहरू। यता यो दिन आज हामीले यसरी खायौँ पियौँ, अलि यहाँको चिजहरू वस्तुहरू खाए पिएर हामी यहाँबाट यसरी निस्किने बेलामा चाहिँ यो तपाईँहरूलाई देखाइरहेको छौँ है। कस्तो लाग्यो के कस्तो लाग्यो यो ठाउँ, यो तपाईँलाई कस्तो लाग्यो मलाई बताउनु सक्नुहुन्छ र अर्को भ्लग म छिट्टै नै लिएर आउनेछु। हस्त।